Love story. ठीक छ, छोरीले त गई, अब भिखारी भएर हुन्न, त्यसको आरी पैसा कमाएर देखाउनु पर्छ। के गुनगुनाइरहेछौ भाइ? के हुनु दाजु, आफ्नो पीडा आफ्नै मनमा बोल्दै हिँडेको। हैन, त्यस्तो के पीडा हो भाइ? छ नि दाजु आफ्नै पीडा। सक्नुहुन्छ न मलाई एउटा काम खोजिदिनु न। के काम गर्छौ भाइ तिमी? मलाई काम खोजिदिनु दाइ, म जस्तो भए नि गर्छु। हेर भाइ, मेरो पसल छ, तिमी काम गर्छौ भने म लिन्छु। हुन्छ दाजु, म जस्तो काम भए नि गर्छु। लौ उसो भए हिँड भाइ मसँग। हुन्छ दाजु। त्यो सपना नभएर के भयो त? अब त्यही बेकारीको गर्लफ्रेन्डलाई पट्याउनु पर्छ। पट्याउन चाहिँ के गर्ने होला? यही बाटो आउँछ होला, मेरो कुर्छु कतिखेर आउँछ होला, कुरिरहेको छु। के रिसाएर आउँदैछ त्यो त? के भयो खासमा? किन हो तिमी त लास रिसाएको जस्तो देखिन्छौ त? म रिसाएँ नि, खुसी भयो नि, हजुरलाई के को मतलब? तिमीलाई लास टेन्सनमा देखे जस्तो लाग्यो, त्यही भएर सोधेको। त्यस्तो केही भएको छैन। अनि किन त्यति साह्रो झर्केर बोलेको त? खाउला झैं गरेर। मान्छेलाई कति टेन्सन छ यता जिस्काएर बस्ने। कस्तो टेन्सन हो? हामीले सुन्न मिल्दैन। हजुरलाई भनेर खुब मेरो टेन्सन मुक्त गराउने जस्तो। के थाहा कहिले मुक्त पो गराइदिइहाल्छु कि? हो, कुरा अर्कै छ, हजुरलाई भनेर केही फाइदा छैन। कुराहरू सेयर गर्यो भने माइन्ड फ्रेस होला नि। के कुरा हो भन न। कस्तो खालको केटी रहेछ यार यो त? यसलाई पट्याउन गाह्रो छ। पक्न कति ठुलो कुरा गर्दो रहेछ हेरौँला। जसरी भने पट्याएरै छाड्छु मैले। ल भाइ, पसल ल्यायो। तिमीलाई अब कस्तो लाग्छ? अब भित्र बसेर कुरा गरौँ। यता बस। के खान्छौ र भाइ? चिसो पर्दैन दाजु। ल, काम इमान्दार गर्नुपर्छ। हेर बाबु, अब तिम्रो महिनाको स्यालेरी पनि 6,000 छ। अब तिमी राम्रो गर्दै गऱ्यौ भने त बढाइदिउँला मैले। तिमीले इमान्दार काम गर्नु पर्यो। खानी बस्नेको चिन्ता नगर, म सबै मिलाइदिन्छु। म कहिले काहीँ पसलमा हुँदिनँ, पसल तिमीले चलाउनु पर्छ है। हुन्छ दाजु, म इमान्दार काम गर्नेछु। ल भाइ, तिमी आजदेखि गर्छौ कि काम भोलिदेखि आउँछौ? हुन्छ दाजु, भोलिदेखि काममा आउँछु। ल बाबु, भोलि रेगुलर आउनु, म यहीँ हुन्छु। भोलि भेटौँला है। ल, काम दिनुभयो दाजु, हजुरलाई धेरै धेरै धन्यवाद। छोडिदियो भाइ, छोडिदियो। भोलिदेखि रेगुलर आए, अहिले चाहिँ जाऊ है। म खासै पसल त बस्दैन, इमान्दार गर्दै कस्तो राम्रो हुन्थ्यो।
अब एकछिनमा जानु पर्ला। बजार गएर भने के काम भयो, एकछिन माथितिर जान्छु। फेरि यो त त्यही केटी होइन र? कस्तो भाग्यले भेट गर्छ यार। म रिसाएँ नि, खुसी भयो नि, हजुरलाई के को मतलब? ओ हेलो, के भयो? के होइन, कहाँ जानु लाग्यो तिमी? यतै पर बजारतिर। तिमी त्यही होइन हिजो झर्केर बोलिरहेको थियौ, आज फेरि ट्याक्कै भेट हुनु पर्यो कि? होइन, हिजो मलाई लास्टै रिस उठेको थियो, त्यही भएर झर्केर बोलेको। मलाई बजार जान ढिलो भएको छ, म गएँ है। म पनि त बजार जाने हो, सँगै जाऊँ भने के भयो? होइन, म एक्लै गइहाल्छु। के भयो त, किन भाउ खाएको? म पनि बजार जाने हो, सँगै जाऊँ न, अन्त के भयो? बाइक छ मेरो। हो पर्दैन, म गइहाल्छु। कस्तो भाउ खाएको होला, ढिला होला, त्यही भएर पो भनेको त तिमीलाई। हस्, जाऊँ न त। अनि तिम्रो घर कहाँ हो? ए नजिकै हो। म मलाई यही रोक्नु, यही झर्छु। यही झर्छौ? यहीँदेखि जान्छौ तिमी? हजुर, यहीदेखि जान्छु बजार, तपाईँ पनि जानुहोस्। एकछिन बसे हो नि। अनि एउटा कुरा सुन न,